हजुरहरूलाई स्वागत छ 3S लर्निङ सेन्टरमा। आज भएको नेपाली सेनाको सैन्य पदको आज जुन असार 10 गते थियो त्यसको सम्पर्कमा मिति थियो। आज जुन कतिजना चाहिँ आफ्नो भर्ना छनौटमा उपस्थित हुनुभयो र नभएका साथीहरूले अथवा भाइ बहिनीहरूले चाहिँ आफ्नो बेरिङ परीक्षा कति गते र प्री मेडिकल कति गते भनेर हेर्नको लागि चाहिँ हामीले चाहिँ जुन नेपाली सेनाको वेबसाइट अफिसियल वेबसाइटमा चाहिँ हामीले भेट्न सक्दैनौँ, इजिली भेट्न सक्दैनौँ। त्यसको लागि चाहिँ मैले हजुरहरूलाई चाहिँ कसरी हेर्ने आफ्नो नेपाली सेनाको आफ्नो फर्म अनुसार आफ्नो दर्ता नम्बर अनुसार चाहिँ तपाईँहरूको बेरिङ परीक्षा कति गति रहेको छ, प्री मेडिकल कति गति रहेको छ, 2 माइल दौड कति गति रहेको छ र 300 मिटर दौड कति गति रहेको छ भनेर आफ्नो मिति हेर्नको लागि चाहिँ मैले आज एउटा सहज रूपमा सर्टकट भिडियो बनाएको छु। अब त्यसै गरी हामीले चाहिँ अब यहाँनिर के भनेर दिएको छ भने परीक्षा सम्बन्धी सूचना भनेर दिएको छ है। यो चाहिँ अब भर्ना छनौट गर्नुहोस् भने होइन। अब यसमा चाहिँ आफूले तपाईँले कुन ठाउँबाट फर्म भर्नुभएको छ है, कुन ठाउँबाट फर्म भर्नुभएको छ त्योबाट हेर्नु पऱ्यो है। अब यहाँनिर के छ त, तपाईँले फर्म भर्नुभएको यहाँनिर सर र यो सबै आउँछ है यसरी। अब यहाँनिर के छ, हिले धनकुटा छ है। तपाईँको हिले धनकुटाबाट फर्म भर्नेहरूको लागि अब यहाँबाट हिले धनकुटा चुज गर्नुभयो। अब सेवा छान्नुहोस् है, तपाईँहरूको सैन्यबाट हो है, सैन्यबाट। अनि त्यसरी 2 नम्बर बाहिनी अड्डा छ है, यो धनकुटा छ सैन्य पदको है। यसरी हेर्ने तपाईँहरूले चाहिँ यो आउँछ, यो यो खुल्छ। त्यसपछि सर र स्कुल गरेर तल जानुहोस् र यसरी तपाईँको चाहिँ उम्मेदवारी सङ्ख्या कतिजना होइन, पहिलो दिन कतिजना, अनि बेरिङ र प्रारम्भिक स्वास्थ्य परीक्षण भनेको छ, मिति र समय दिएको छ यहाँनिर। यो 0700 भनेको 7 बजे हो, यो भनेको 11:00 भनेको 11 बजी हो है। यसरी बुझ्नुपर्छ तपाईँहरूले चाहिँ। यो भयो। अब त्यसै गरी अरू हेरौँ है त। अब हामीले के हेर्नुपर्छ भन्दाखेरि अरू यसै गरी यो भयो। त्यसै गरी हामीले अरू पनि हेर्न मिल्छ है। यसै गरी अब विजयपुर कास्कीको हेरौँ है, विजयपुर कास्कीको यो हेरौँ। यसरी हामीले सर र चाहिँ यो कुराहरू चाहिँ हेर्न सकिन्छ। अब यो भयो कसको बेरिङ कति गते भनेर हेर्न सकिन्छ। अब त्यसै गरी तपाईँहरूले यो लिङ्क चाहिँ कहाँबाट प्राप्त गर्नुहुन्छ भन्दाखेरि मेरो जुन युट्युब अथवा टिकटकको भिडियो हेरेपछि मेरो युट्युब च्यानलको डिस्क्रिप्सन बक्समा चाहिँ मैले हजुरहरूलाई चाहिँ लिङ्क राखिदिएको हुन्छु। त्यो लिङ्क ओपन क्लिक गरेपछि हजुरहरूले चाहिँ इजिली रूपमा चाहिँ यो वेबसाइट एकैचोटि खुल्छ है। यो वेबसाइट एकैचोटि खुलेपछि तपाईँहरूले चाहिँ आफ्नो भर्ना छनौट कहाँबाट फर्म भर्नुभएको छ त्यो ठाउँ चुज गरेर आफूले सजिलै र सहज रूपमा चाहिँ हेर्न सकिन्छ।